ल बेथु साग यो चाहिँ डोकोमा राखेको छ र आयोदेखि बेथु अझै टुट्दैन केरा भन्ने चिज चाहिँ धेरै वर्षपछि अलि टाइट भयो कि क्या हो यहाँ रहेछ एउटा हेलो एभ्रिवान वेलकम ब्याक टु द च्यानल फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भ्लगमा फेरि मैले नयाँ भिडियो ल्याइसकेँ यो चाहिँ अर्को नेक्स्ट डे हो अर्को नयाँ भिडियो तपाईँहरूलाई देखाउने छु यो चाहिँ केरा झाङहरू यहाँ चाहिँ गोठ पहिला राखेको थियो अहिले छैन भैँसीहरू यहाँ चाहिँ हेर्नु पुरै उयो के तारको यो इलेक्ट्रिक अब हामी चाहिँ यहाँ खासमा मल हाल्न आएको हो अब मकै टाइम होला यो मल बोक्ने यहाँ भएको साग सबै जान्छ मल चाहिँ सबै अब अहिले एकछिनमा बिलिन हुन्छ हैन त ल यो ल यो सकिन्छ होला अब एकछिनमा सबै बोकेर ऊ त्यहाँ यसरी राख्नुपर्छ ऊ के हो यो बोराहरूको चाहिँ ए मलै हो यहाँ रहेछ एउटा रागो भैँसी नै होला यो रागो भैँसी नै होला यो ल है अब यो सबै सकाउने हो बोकेर के उठ्छ भर्खर उठ्यो ढुकुर उठ्यो ढुकुर कालिज भन्न थाल्यो यसले लकट चाहिँ क्या ज लकट त्यो पारी चाहिँ हेर्नु पिच सडक छ लामा गाउँ ऊ बस गइरह माथि 3 बजे है हामी बजारमै भुल्यो कि अलिअलि त्यही भएर सामान यताउति किन्नु बोर्डमा चाहिँ केरै नटुट्ने रहेछ हेर्नु न कहिले टुट्दैन यो झुप्पा पनि छ नि त त्यही भएर यहाँ चाहिँ टुट्दैन केरा भन्ने चिज चाहिँ कहिले नि यहाँ पनि छ लोकल केरा गाउँघरको मैले चाहिँ बोलेर बनाइरहेको छु क्या भिडियो अब थाहा छैन नि त फर्स्ट भ्लग हो अलि जान्दैन क्या गाइजहरू अलि अब चल्दै गएपछि डेली बोल्दो होइन बोल्ने बानी हुन्छ सब हुन्छ म चाहिँ सिनेमेटिक टाइप कोही हुन्छ नि भिडियो टक्क देखाउने मात्र नबोली त्यस्तो भए चाहिँ सही हुन्थ्यो तर बोलेकै सही हुन्छ जस्तो नि लाग्छ केराको पाता खास चाहिँ अब यो हाम्रो आजको मिसन भने चाहिँ यो मल बोक्ने हो मकै सिजन आयो यस्तो बाजो हुन्छ क्या यो गाउँघरमा कोहीको सकिसक्यो कोहीको बाँकी छ त्यहाँ हेर्नु हरियाली खेत त्यो सबै उयो हो क्या गहुँहरू रोप्या रहेछ अहिले त धान जस्तो देख्ने टक्क Look at the view, guys. को कराउँछ रेडी भइसक्यो तीन डोका अब यो कता पुर्याउनु पर्ने हो उतापट्टि हो एउटा दुईटा तीनजना मम्मी दिदी अनि यहाँ छ मेरो हुनेवाला भन्ने मेरो श्रीमतीले बोक्छे यहाँबाट जानुपर्छ अहिले देखाउँछु म लाएर के हो त्यो बेथु के हुन्छ यसले चाहिँ बेथु त दामी हो पहिला टिप्थ्यो हामीले ल बेथु साग यो चाहिँ
यो बेथु यो रायो हेर्नु त सबै मलमाथि रहेछ। अब यो सबै उब्काउनु पर्ने हुन्छ यो सागहरू चाहिँ हामीले। गाइस कस्तो लाग्छ है मेरो भिडियो भन्नु होला, त्यही अनुसारले ल्याउँछु। यो अहिलेलाई यहीँ राखौँ, सबै यहाँ डोकोमा राखेको छ। रायोदेखि बेथु त्यो चाहिँ अर्ग्यानिक माल हो है गाउँ भिलेजको। त्यो गाइस अब सधैँ गाउँमा बस्नेहरूको रियल कन्टेन्ट भिलेजको देखाउनु हुन्थ्यो। काठमाडौँ प्लस यहाँ मिक्स हुनसक्छ है मेरो चाहिँ फुड सबै मिक्स हान्छु। तर कमेन्ट गर्नुहोस् कस्तो चाहिन्छ भिडियो, त्यही अनुसार कोसिस चाहिँ गर्छु। बोक्ने होइन अब आउँदैन होला हौ मलाई बोक्न, आउँदैन होला हौ मलाई बोक्न। तड़प ही ऐसी है ना। नहीं सोके कस्तो आयो हौ एङ्गलै थाहा हुँदैन हौ सधैँ नगरेर। हेलो हेलो भन न, हेलो गाइज भन न अब अनि भिडियो हालिदिनु क्या म तिमीले नि आउँछ नि। हेलो गाइज भन त, हेलो गाइज वेलकम वेलकम। मैले सक्दैन मल बोक्न गाइजहरू हेर्नुहोस् है। खोइ चाहनु चाहिँ ए 4वटा भयो त 3वटा भन्न थालेको त मैले नि बोक्नु पर्ने हो है गाइस। ल लैजाऊ दिदी चाहिँ जानु भइसक्यो। अब ऊ पनि गन्छे म पनि मम्मी नि यहाँ बन्दैछ मेरो चाहिँ। ल गाइस बोकियो मल पनि धेरै वर्षपछि अलिक टाइट भयो कि क्या हो राम्रो चाहिँ। बोक्न त पहिला बोक्या हो नबोक्या होइन। ल गाइस स्ट्रगल हुन्छ पारामा सवाल पारामा एक्सर्साइज हुन्छ भनेर बोक्दिएको क्या मैले चाहिँ। अब यो गएर अस्ति उयो गरेर ठाउँमा बिसाउनुपर्छ टक्क पारामा चट्ट लाएर। बाटो चाहिँ साङ्गुरो छ के पो। ल हामी चाहिँ गन्तव्यमा पुग्न लाग्यो। यी यहाँ हेर्नुहोस् यिनीहरूमै हो अब मल राख्ने। मकैको सिजन आयो, मकैमा मल हाल्न। यो मल चाहिँ उयो के अरे भैँसीहरूको सोत्तर कि के भन्छ नि त्योबाट बन्ने मल हो कि। अनि घाँस सास केबाट भैँसीको गोबर प्लस घाँसहरू मिसाएर सोत्तर पातहरू सब मिसाएर बन्ने मल हो यो चाहिँ। अर्ग्यानिक किन्नु परेन, किनेर नि हाल्नुपर्छ होला आई थिङ्क। अलिअलि के हुन्छ कि अब तपाईँको फलअनुसार भने जस्तो आलुलाई छुट्टै अनि मकै काँक्रो देशी मल के भन्छन् त्यस्तै हो बाटो। अब फाइनली मल चाहिँ यति बोक्यो यहाँदेखि लिएर हेर्नुहोस् त मल बोकेर यो चाहिँ कहाँ हिँडेको यति गरे भ्याइसक्यो बोकेर। ल अब गाइजहरू यो मलहरू चाहिँ यसरी खनेर यहाँ मकै हाल्छ, यसरी खनेर मकै रोप्ने देशी मल यो के मल हो हामीले रोप्न लगाएको। तरी हाल्दै आउने हो पालमा देशी मल देखाइदियो त देशी मल। यो देशी मल यो बस्तुको मल के मल भन्छ यसलाई यसरी रोपिन्छ। गाइजहरू इन्जोय द भिडियो त मन पराइदिनु होला त गाइस स्पेस लिसलेस। ल खाजा खाने टाइम भयो अब। चौ
कस्तो छ नजारा यहाँ पानीहरू छ के लजाउनु त जान्न नि है भाइरल हुन्छ नि भाइरल मनको मार्ले चाहिँ मन अरूभन्दा देखोस् पकाते मन जाङ मेरो भिडियो छ सबै प्रकारले यो लानु पर्ने